बालेन शाह जो नेपालको भावी प्रधानमन्त्री हुनुहुन्छ, उहाँको धारणा हामी सम्पूर्ण नेपालीले बुझ्नै पर्ने हुन्छ। त्यसैले मैले छोटकरीमा सिर्फ 6 बुँदामा भन्न गइरहेको छु। पहिलो, उनले पहिचानको बारेमा भनेका छन्। मधेसी छोरा प्रधानमन्त्री बनिरहेछ भनेर होइन, सही व्यक्ति र सही सरकार बनिरहेछ भनेर मत दिनुहोस्। दोस्रो, उनले समाजवादको बारेमा भनेका छन्। विद्यार्थीहरू कलेजमा निशुल्क पढ्न पाउने र अस्पतालमा निशुल्क उपचार गर्न पाउने नै खासमा समाजवाद हो, जुन काठमाडौँ महानगरले हरेक वर्ष 20,000 विद्यार्थीलाई फ्रीमा पढाइरहेको छ र महँगा हस्पिटलमा 20% बेड फ्रीमा मिलिरहेको छ। तेस्रो, उनले संहिताको बारेमा भनेका छन्। प्रदेशहरू अझ बलियो बनाउनुपर्छ। काठमाडौँमा अधिकार माग्न जाने होइन, पशुपतिनाथ स्वयम्भूनाथ दर्शन गर्न जाने हो। चौथो, उनले पर्यटनको बारेमा भनेका छन्। जनकपुर एक्लै 1 करोड टुरिस्ट ल्याउन सक्छ। पाँचौं, उनले कार्य सम्पादनको बारेमा भनेका छन्। म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु, मलाई काम गर्न अवसर दिनुहुन्छ। काठमाडौँ नगरवासीलाई अवसर दिए र काम गरेर पनि देखाए। छैटौं, उनले सम्पदा रक्षाको बारेमा भनेका छन्। हामीले पार्टी, पौवा, पोखरी, फाल्साहरू निर्माण गरेका छौँ काठमाडौँमा। मिथिलामा जनकपुरमा पनि मन्दिर, पार्टी, पौवाहरूले प्रतीक्षा गरेर बसिरहेका छन् कसले आएर संरक्षण गरिदेला भनेर। त्यो काम अब रासपाले गर्छ र उनको जति पनि हिजोको भाषण थियो जनकपुरमा लगभग केही 6 बुँदामै मैले समेटे। त्यसको लागि धन्यवाद।